नमस्कार क्रिकेट प्रेमी साथीहरू, स्वागत छ तपाईँलाई मेरो च्यानलमा क्रिक विप्लव। आज हामी कुरा गर्न गइरहेका छौँ नेपाल क्रिकेट टिमको नयाँ जर्सीको बारेमा, जुन वर्ल्ड कप 2026लाई लक्षित गरेर ल्याइएको छ। यसको अर्थपूर्ण कुरा के हो भने नेपाल क्रिकेटको नयाँ जर्सीमा डिजाइन, अर्थ र गर्व के छ त? जर्सीले के रिभिल गर्न खोज्दैछ होइन त? त्यसैको बारेमा म कुरा गर्न गइरहेको छु। फर्स्ट अफ अल, फर्स्ट लुक्स, पहिलो नजरमै भन्नुपर्दा यो जर्सी निकै क्लिन र मोडर्न देखिन्छ। रातो र निलो रङको कम्बिनेसन नेपालको पहिचान बलियो बनाएको छ। भनिन्छ नि, रातो निलो, रातो चन्द्र सूर्य भन्ने अङ्कित जस्तै नेपालको जर्सीमा पनि रातो र निलो र मोडर्न डिजाइनका आधारले गर्दा यसको पहिचान र बिचमा हिमालको, सगरमाथा हिमालको आकृति सहित डिजाइन गएकोले गर्दा यसको पहिचानले बलियो बनाएको छ होइन त साथी हो? ठिक छ, हामी त लुक्सको कुरा त गऱ्यौँ। अब लुक्सको कुरा गरेपछि डिजाइन कस्तो एनालाइसिस छ त्यो त हेर्नु पर्यो। यो जर्सी मेहनत केवल सुन्दर देखिका लागि मात्र होइन, यो जर्सी सुन्दर देखिन लागि मात्र होइन, यसको डिजाइनमा अर्थ पनि लुकेको छ। यसको डिजाइनमा अर्थ पनि लुकेको छ। रातो रङ साहस, आत्मविश्वासको प्रतीक हो भने निलो रङ फोकस र स्थिरता देखाउँछ होइन त? त्यस्तै लोगो र डिटेलिङमा जान्नु पर्दाखेरि के छ त? क्रेस्ट र लोगोको प्लेसमेन्ट हेर्दा, चेस्ट र लोगोको प्लेसमेन्ट हेर्दा प्रोफेसनल टच स्पर्श देखिन्छ। सानो सानो डिटेलले जर्सीलाई अन्तर्राष्ट्रियको बनाएको छ होइन त? र अर्को कुरा, ड्रेससँग रिलेटेड हुन्छ प्लेयरको पर्फेक्सन। प्लेयरको पर्फेक्सनमा ड्रेसले चाहिँ के जनाउँछ त हेरौँ त। जर्सीले खेल जिताउँदैन भन्नु कुनै ठुलो जर्सीले खेल जिताउँदैन भन्ने कुरा सबैलाई थाहा छ। प्लेयरको पर्फेक्सनमा के हुन्छ भने जर्सीले कहिले खेल जिताउँदैन, सबै कुरालाई थाहा छ, तर आत्मविश्वास बढाउने काम गर्छ र त्यो क्रिकेटमा धेरै महत्त्वपूर्ण कुरा हो। र खेलाडीहरू जब उसको जर्सी मैदानमा उत्रिन्छन्, उनीहरू देश बोकेर खेलेको महसुस गर्दछ होइन त? प्लेयरको पर्फेक्सन त्यही त हो। जर्सीले खेल जिताउँदैन, लगाइसकेपछि देशको भावना, देशको मातृभूमि, देशको बाट खेलेको महसुस र आत्मविश्वास महसुस गर्छ। र फ्यानको पर्फेक्सनले कनेक्सन हेर्ने भने फ्यानका लागि यो जर्सी मात्र कपडा होइन, जर्सी मात्र कपडा होइन, यो गर्वको र भावनाका कुरा हो। मैदानमा होस् या बाहिर, यो जर्सी नेपाल चिनाउँछ होइन त? फ्यानको पर्फेक्सन हेर्दाखेरि यो जर्सी मात्र होइन, जर्सी भनेको भावना, इमोसन, क्रेजिनेस, डिक्टेटरसिप, डिजाइन, मनको भावनादेखि आत्मराष्ट्रियता सबै झल्काउने भएकोले गर्दा यो जर्सी धेरै महत्त्वपूर्ण छ फ्यानका लागि। अब तपाईँको पालो, तपाईँलाई यो नयाँ जर्सी कस्तो लाग्यो कमेन्टमा आफ्नो विचार राखिदिनु होला। र भिडियो मन परेमा सेयर, लाइक, सब्सक्राइब गरिदिनु नबिर्सनु होला। क्रिक विप्लव सधैँ सँगै रहनुहोस्, नेपाल क्रिकेट समर्थकका लागि सधैँ गरौँ। जय हिन्द।